भिटेनलाई सबैभन्दा बढी रिस केसँग उठ्छ? ल यार भिटेनलाई सबैभन्दा बढी माया कसको लाग्छ? माया त मलाई पहिला सुरु मेरै लाग्छ होइन। आफूभित्र माया भयो भने अरूलाई माया दिन सकिन्छ होइन। ओके हिरो लाग्यो भने बाहिर हिँड्दा पनि पारा आयो नि त। यस पारा आइसकेपछि अर्को साथीले ओ दामी देखाएको छ भने त्यसलाई त्यसको माया लाग्न थाल्यो। तपाईँको घर परिवारले बुवाले मुवाले वा आफन्तले when they listen your song how do they react? रियाक्ट खै मेरो त त्यस्तो केही रियाक्टै गर्दैन होइन। अब खै गर्छ होला अब पछाडितिर होइन, र अगाडि केही पनि त्यस्तो भन्दैन। ओके अब भन्न पनि अलि मिल्ने खालको गीतै हुन्छ होइन। शाहरुख खानले लोन फिर्ता दियो? त्यो यतिकै मान्छे होइन मजाक गरे गर्नु त छैन दिएको तर तर यदि तपाईँ मुडमा हुनुहुन्छ र गाइदिनु भयो वा केही ऱ्याप गरिदिनु भयो भने आर पिपल हु एभर वाचिङ यु विल बी ह्याप्पी। हुन्छ फ्री स्टाइल ओके भने हतार हतार राइडमा आइपुगे म कान्तिपुर टिभी, बाल छैन केही पनि, ताल परे सन्दीप छेत्रीको नि हानिदिन्छु गीत। पानी त्यतिकै पपुलर छ, कहीँ कता अलिकति शब्दको कारणले भाषाको कारणले गर्दाखेरि क्रिटिसाइज भयो होला। यस्तो खालको क्रिटिसिजमले चाहिँ कसरी लिनुहुन्छ? जुन खालको चाहिँ वर्डहरू युज हुन्छ नि गीतमा, त्यो चाहिँ फ्यामिलीमा बसेर सुन्न नमिल्ने भन्ने चाहिँ कमेन्टहरू आइरहेको हुन्छ नि। मैले सुन भनेकै छैन क्या फ्यामिलीसँग बसेर। मैले एउटा इन्टरभ्यू भिटेन गरेको थिएँ जहाँ एउटा पत्रकारले सोधेको थियो तपाईँको गीत लिरिक्सहरू परिवारसँग बसेर हेर्न मिल्दैन, अनि हिज आन्सर वाज नहेर न त परिवारसँग बसेर एक्लै बसेर हेर, एक्लै बसेर सुन भने। द्याट वाज भेरी भेरी विटी। हो त खासमा त होइन। अब फिल्म भयो भए पो परिवारसँग बसेर हेर्नु त। त्यो अब रामायण भयो भए होइन। How many tattoos do you have? I don't know. अहिलेसम्म काउन्ट गरेको छैन होइन, तर I have lot of tattoos. अन्दाजी गर्ने भए कतिवटा होला? यहाँ अक्षर अक्षर चाहिँ एउटा एउटा अक्षर गर्ने त झन् यहीँनिर होला 400-500 होइन। पढाइ चाहिँ कति कम्प्लिट गर्नुभयो? पढाइ चाहिँ मैले 12 सकेर चाहिँ अनि यत्तिकै म छोडिदिरहेको थिएँ होइन, ड्रप आउट भनौँ न होइन। अब पढाइ मलाई पढ्नै मन नलाग्ने होइन, कहिले नि पढाइ म त कलेज गएर होइन पास हुन्छु भन्ने मैले लक्ष्य राखेन क्या। अब हुन्छ नि तपाईँसँग त यति क्यास छ कि तपाईँले शाहरुख खानलाई लोन दिनु भनेर है। हाउ कम इट कम्स शाहरुख खानलाई लोन दिने यार, कम अन म्यान। ओके शाहरुख खानलाई दिएँ मैले, जोक हो जोक। ओके बट मेरो दिमागमा कहाँबाट आयो कि शाहरुख खानलाई नै दिन्छु भनेर एउटा कुरा। त्यो अब गफ हान्ने टाइपको गीत हो नि त, त्यो अब मजाक क्या। अब त्यो नहुने कुरा गरेर हुँदै नहुने कुराहरू गर्छ नि मान्छेले त्यो गफ हान्दाखेरि। ओके त्यस्तै खालको हो त्यो गीत होइन। लोन त मलाई पनि चाहिएको छ। ऱ्यापहरू अब हामीले दिँदाखेरि केटाहरू खुसी क्या, इम्प्रेस्ड होइन। ओ डोप छ बवाल छ भनिदिने। व्हाट दैट डोप मिन्स? डोप भनेको चाहिँ खासमा अब अलि त्यो स्ल्याङ ल्याङ्ग्वेज हो होइन। त्यो बवाल छ खासमा अलि खतरा खालको क्या, हरामी। तपाईँलाई बेला बेलामा पुलिसले समातिरहने, बेला बेलामा क्या यो अन्डर अरेस्ट भन्दा त्यस्तो पनि त्यस्तो थिएन होइन। नर्मल मान्छे जस्तो क्या, भरे म खट्टु मात्रै लगाएर बसिरहेको छु क्या होइन। त्यो छिर्न मिलेन नि त मान्छे घरमा सिधै। अनि काम छ आउनु पऱ्यो भनेर भने क्या। अनि के हो पुलिस हो यस्तो भने हुन्छ के को लागि होला होइन भने हल्का सोधपुछ हो अरे। ल ठिक छ भनेर गएको, त्यसपछि पारै चेन्ज। ओ पुलिस जस्तै लाग्यो त्यसपछि चाहिँ। ओके तपाईँको दिमागमा त्यो बेलामा चाहिँ के चलिरहेको थियो? यो पुलिसको खोरमा हुनुहुन्छ होइन, पुलिसले समातेर राखेको छ, दिमागमा चलि चाहिँ के रहेको थियो सर? टेन्सन चाहिँ पुरै मलाई होइन, मेन टेन्सन चाहिँ पुरै गर्लफ्रेन्डको होइन याद आइदिइरहेको क्या। अब
तिहारमा फेरि गर्लफ्रेन्ड यार वाट इज दिस म्यान होइन तिहारमा टक्क भन्नु खोजे अब तिहारको टाइममा ठक्क अब गर्लफ्रेन्ड पनि मलाई भेट्ने भनेर हुन्छ नि यतै तिहार पनि यसो देउसी सेउसी खेल्ने घुम्ने टाइपको इन्डियाबाट आइरहेको थियो क्या आइरहेको मान्छे होइन म एयरपोर्ट लिन जानुपर्ने मान्छे त्यता खोरतिर होइन शुक्रबार बिहिबार पछि होला शुक्रबार निस्केन भने शनिबार छुट्टी आइतबारदेखि तिहारको छुट्टी क्या हप्ता 10 दिन म त त्यहाँ त म त देउसिरे भनेर बस्न नि गाह्रो हामी यस्तै त हो नि ब्रो यो कस्तो मजाको के तपाईँको जिब्रोमै छ कसैले केही गर्यो काहीँ कतै केही हो किन यस्तो गरे हामी यस्तै त हो नि ब्रो कतै केही गल्ती गर्यो भने हामी यस्तै त हो नि ब्रो यो कसरी निक्ल्यो ब्रो यो गीत हामी यस्तै त हो नि ब्रो यो गीत बनाउँदा मैले गाली खान्छु भनेर पहिले सोच्नु भएको हुन्छ कि अथवा पछि त्यस्तो हुन्छ कि कसरी हुन्छ यस्तो त लाग्दैन होइन जस इन्जोय गर्ने हो आफूले अब गीत बनाउँदाखेरि कुनै गीत मलाई जे पाए त्यही लाग्यो भने म त्यो एक्सेप्टै गर्दिनँ कि आफ्नै पनि होइन जस आफूलाई खतरा लाग्नु पऱ्यो इन्जोय लाग्नु पऱ्यो अब त्यो गाली साली खाने कुरा त अब के सोचिराख्नु होइन गाली गरि चाहिँ रहेको छु त्यहाँ म गीतमा आफै गाली गरिरहेको छु त्यहाँ टिका टिप्पणी यताउता भयो भने त्यसलाई ठ्याक्कै एउटा गीत बनाइ त्यसैबाट दिनु त्यस्तै चिजले नै झन् मेरो गीतहरू त्यस्तै त्यस्तै खतरा निस्किरहेछ होइन बरु अझै गाली गर यसो गरेर भिटेनले गीत निकालेर उता भिटेन पक्राउ परेर यो प्रेमले समाचार भनिठक्क पर्छ गीत गाएको छ केही मान्छे मारेको छैन केही गरेको छैन आफ्नो एउटा स्टाइल छ किन यो सब खै त्यो थाहा छैन होइन त्यही भएर म अलिक कन्फ्युज पनि हुन्छु क्या म खतरै छु जस्तो लाग्छ एउटा त्यो पुलिस क्याम्पमा प्रोग्राम आएको छ के गर्ने होला त्यो त्यसमा चाहिँ के गर्ने भन्दाखेरि होइन गाइदिने के भयो त्यो मैले लगाएको त्यो थियो नि त्यो वर्दी त्यही नै फेरि एकचोटि ल्याउनु पर्ला जस्तो छ चुपै लगाएर बसे पनि नराम्रो त भएन नि त होइन बग्न दिनुपर्छ होइन अब त्यसरी पनि नजाउँ बरु चुपै लगाएर बसौँ दाइ अब घरमा आउला होइन दारसार खाएर मैले तपाईँको नाम भनेको छैन तपाईँले छोटो आफ्नो परिचय ऱ्याप मार्फत दिनु होला म यता पनि जान्छु उता पनि खासमा भन्नुपर्दा मेरो नाम समीर माया लाग्छ मेरो सबैजना साथीभाइहरूको होइन जसले मलाई लभ यु भन्नुहुन्छ त्यही भएर पनि स्पेसल वान भन्ने चाहिँ हुनुहुन्न अहिले तत्काललाई होइन त्यस्तो चाहिँ छैन अहिले चाहिँ त्यस्तो चाहिँ छैन अब रमाइलो छ को कुरा भइरहेछ तर यहाँनिर सिरियस भइरहेछ होइन सेल्फ इन्जोय एउटा सिमसिमे पानी भन्दै हल्ला गरेर होइन जो हल्ला गर्छ सँगसँगै रमाइलो त मान्यो नि त सबैजना हामी मिलेर रमाइलो गऱ्यौँ कतिवटा कन्सर्ट हान्दाखेरि होइन एकदम मजा आएको छ त्यसले मलाई एकदमै के भन्ने अब राम्रै भाइब्स दिन्छ अहिले सम्झिँदाखेरि पनि त्यो गाली भन्ने कुरा चाहिँ अब सानैदेखि खाँदै आइरहेको हो होइन अब पच्छ बालै लाग्दैन त्यो V10 चाहिँ किन नै भयो त्यो V11 हुन्थ्यो V12 हुन्थ्यो तपाईँ त अहिले जुन बेलामा सुरु गर्नुभएको थियो तपाईँ त्योभन्दा अलिकति बढिसक्नु भएको छ कलेज पढ्न जाने बेला त्यो होइन 14-15 यस्तो वर्षको हुन्छ नि त्यो टाइममा अब केटाहरूले यतिकै राख्दै सुन्दाखेरि खतरा लाग्दै होइन ऱ्याप पनि सुरु गरिरह ओहो यो नाम चाहिँ कडै छ यार जस्तो लाग्ने क्या त्यो सुन्ने बित्तिकै खासै त्यस्तो मिनिङ छ जस्तो लाग्दैन ठिक छ अब त्यसलाई त्यही ठिक लाग्छ भने अब जसले जे बुझ्यो अब बुझोस् होइन तर नाम चाहिँ बेस्ट लाग्छ मलाई खासमा चाहिँ त्यसको कुनै शाब्दिक अर्थ छैन है त्यस्तो चाहिँ मिनिङ त्यो हुन्छ नि अब जस्तै सागर भनेपछि पुरै समुद्र सागर टाइपको मिनिङ हुन्छ नि त्यस्तो छैन I can see tattoos on your body, होइन so I think like every tattoo does have their own meaning, होइन मिनिङ छ जस्तो तपाईँको आँखाको तल यहाँ आई ड्रप जस्तो छ त्यो चाहिँ के हो यो ड्रप भन्दा नि यो पुरै डिप फिलिङ छ क्या भनिदिनु नि त यार कम अन आई वान्ट टु नो अबाउट दैट डिप फिलिङ एज वेल जस्तै अब यस्तो लाग्न थालेको थियो त्यति बेला चाहिँ होइन जति राम्रो सोचे पनि टोकै गर्न खोज्छ होइन अब यो हुन्छ नि लोयल्टीले चाहिँ ठाउँ छोडिदियो अब लोयल्टीले चाहिँ सुसाइड हान्यो मेरो लोयल्टीले होइन अब म खतरा
छैन नो मर्सी होइन माया लाग्दैन कसैको त्यो खालको त्यो हिसाबले हो तर लाग्छ पनि त्यो त्यस्तो मिनिङ हो यो चाहिँ होइन नो मर्सी हुन्छ नि अनि तपाईँको कानमा यो यसको यसको त मिनिङ केही छैन यो त फ्यासन हो होइन सहयोग पनि दिनु पऱ्यो नि त अहिलेसम्म कसैको केही तपाईँले महत्त्वपूर्ण कुराहरू चोर्नु भएको छ मैले त चोरेको चाहिँ छैन मैले अहिलेसम्म बरु मेरो चाहिँ चोर्थे बरु मान्छेहरूले के चोरे मेरो अब स्कुलमा टिफिनहरू चोरिदिन्थ्यो होइन अनि त्यही हो स्कुलमा टिफिनहरू चोरिदिन्थ्यो अनि घरमा अब नयाँ केही खेलौनाहरू छ भने त्योहरू चोरिदिन्थेँ होइन अनि त्यो पछि मलाई नै सो गरिदिने क्या अब मैले चोरे हेर भने चोर पनि आइदिने क्या अगाडि नै क्या गिरिश दाइले नि मलाई चिन्नुहुन्थेन होइन अनि पछिपल्ट त्यो जुन दिन हामी भेट भयो दाइले ब्लग्स हान्नु भएको थियो नि पुरा त्यो हामी चिया पसलमा गएर होइन त्यति बेला चिन्यो दाइले मलाई फर्स्ट टाइम लाइफमा अनि त्यसपछि चाहिँ अनि गिरिश दाइ त्यहाँबाट पनि नर्मली अब दाइको पुरै अब फेसबुकतिर अलि धेरै लाइक साइक रहेछ नि त युट्युबतिर अनि उसको जस्तो मास त्यस्तोमै दाइले अपलोड गरिदिनु भयो नि त हाम्रो त फेसबुकमा कोही छैन होइन दाजुभाइ मात्रै खायो त्यो टाइपको होइन हिप अप भनेको हिप यो भयो हिप अप हिप बजाउनु हिप अप तर यार यो राम्रो लागेन यार हिपहप भन्नु पर्दैन क्या हामीलाई हेरेर पुग्छ क्या स्टेजतिर चार्ज पनि थुप्रै लिनुहुन्छ एक दुई त बेल्ट किन्न मिल्दैन कि त्यो स्टाइललाई हो यस्तो यहाँ तल लाउने चाहिँ यहाँसम्म चाहिँ पुगे तर तलैसम्म त गएन नि त होइन पुरै झरेको त छैन नि होइन मैले चाहिँ लाउनै हुन्न भने त यहाँसम्म त भने छु त बुझ्नु भएन यहाँ त्यहाँसम्म चाहिँ कसरी अड्किन्छ भनेर सोध्नु केले अड्किन्छ त्यहाँ चाहिँ केले अड्किन्छ थाहा छ बेल्टले हो क्या अहिलेसम्म कुनै क्रेजी फ्यान त नभनौँ तर जो एकदमै तपाईँलाई एकदमै माया गर्नुहुने एकदमै मनमा टच भएको त्यस्तो केही कुरा तपाईँसँग भएको छ फ्यानसँग छ मनमा छ अब त्यो बाहिर के अरे जापानमा हुँदाखेरि त्यो चाहिँ बिर्सिँदैन होला सायद एउटा हुन्छ नि 1 महिनादेखि फलो गरेर रहेछ क्या उसले 1 महिनाभन्दा आउँदैछ नि थाहा पाएपछि अनि त्यसपछि चाहिँ अनि गिफ्ट्सहरू यति धेरै किनेर राखेको रहेछ होइन हुन त गिफ्ट पायो भनेर मैले भने होइन है फेरि यो हो खिमा नोडल ओइ के हो त्यो पुरै भइसक्यो ए मासु चाहिँ सब तल तल पर्यो जस्तो छ तपाईँलाई हामीले खाएको देख्दाखेरि अलि लाग्दैन यो चाहिँ मैले ब्लग खिचिरहेको छु मजाले एडिट गर ए हस् नराम्रो कुरा पाल्दै भाइ नराम्रो कुरा आउँदैन दाइ मेरो ब्लगमा राम्रो राम्रो सुपरस्टार मात्रै आउँछ मेरो ब्लगमा म त हेर्दै अब बम्मा भाइन पे आ जाऊंगा मैं इनकी म त हेर्दै अब मलाई आयो भने हेर्छु हजुर दाइ अब त्यो हेर त्यो थाहा हुँदैन आयो भने हेरिन्छ त्यो हेर्दाखेरि पनि थाहा हुन्छ त्यहाँ राम्रो नराम्रो त्यहाँ ठिक कहाँबाट आउँछ थाहा छैन मलाई त्यो आयो भने म हेर्छु नर्मली खोजेर चाहिँ हेर्नु केही पनि जे आउँछ त्यसलाई चाहिँ आयो भने हेर्छु हजुर हेर्दाखेरि पनि नराम्रो लाग्यो भने फेरि तिमीलाई कम्प्लेन गर्छु नि फेरि हुन्छ ल आफ्नो ख्याल राख्नु लभ यु दाइ म लास्ट खुसी छु दाइ भगवान कसम लास्ट यहाँ चाहिँ हेर्छु भाइ तिमीलाई दाइ तिमी गजब बेइज्जती बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला 10 रुपियाँ पाइलट लिएर आइज 3टा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोटै चुरोट तँलाई पनि दिउँला नगर धेरै चिन्ता ला 10 रुपियाँ पाइलट लिएर आइज 3टा बच्चादेखि बुढो सबले तान्छ चुरोट मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो तिमा डो नभएको बेला सल्काउँछु ठुटो लुकी तान्छु बाउले देख्यो भने रुटो हात खाएपछि पनि जिया खाने बेला माने चाहिने झन् साथीभाइ भेट्दा त फोकटमा पाइने त्यो फोकटमा पाएको चुरोट मजाले खाइने